मलाई यो कागजमा रहेको हरियो रंग मन पर्दैन। जब मेरा बाले यही कागज बोकी एयरपोर्टको लाइनमा बसी आफ्नो जीवनको जवानी रित्याए, जब मेरा आफन्तले यही पासपोर्ट बोकी परदेशिदा श्रीमतीको सिन्दुर पुसी आफ्नो शरीर गुमाए, ओ तबबाट मलाई यो कागजमा रहेको हरियो रंग मन पर्दैन। यही हात हो जुन हातमा बाले बालोपनमा सुमसुमाएर गएको याद छ। यही औला हो जुन औला बा परदेशिने बेलामा बाका ओठका थुकले मेरा हातका औला बिजाउँदै बा सुटकेस कुदाउँदै परदेशिएको याद छ। हो त्यही दिनबाट मलाई यो कागजमा रहेको हरियो रंग मन पर्दैन। बा यो समाजले तिमीले ठड्याएको घर देख्यो, तिमीले परिवारलाई दिएको यो सुख देख्यो, तर देख्न सकेन ती तिमीले बेचेका पसिनाहरू, देख्न सकेन तिम्रो शरीर पगाली निकालेका आँसुहरू। यी निर्दयी समाजहरूले घर बनाउन बाले घर छाडे, मलाई कपडा किनिदिन बाले पसिना बेचे, रगत बेचे, र म आज मेरो भावना बेच्दैछु तिम्रो सङ्घर्षको बा यी पानाहरूलाई। बा तिमी जस्ता मान्छे घर आओस् त, यो सरकार घुँडा टेक्दै तिम्रो हातमा भिजा थमाउँदै पाउ पर्न आउँछ, किनकि तिम्रो पसिनाले मेरो देशको नेताको जवानी चलेको छ। तिमीले बेचेको रगतले यी गिद्धहरूको महल ठडेको छ। त्यसैले मलाई यो रंग मन पर्दैन। तिम्रै घर अगाडि तिमी जस्ताका पसिनाले यो सरकारले टाउ ठड्याएको छ। बा तिम्रो घरभन्दा 10 गुणा ठुलो उचा बिल्डिङ ठडाएको छ। त्यसैले बा मलाई यो कागजमा रहेको हरियो रंग मन पर्दैन।